रुजेर अहिले अवस्था यस्तो छ हाम्रो। नमस्ते, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामीहरू म र मेरो मम्मी पशुपति तक जाँदैछौँ। किन जाँदैछौँ मम्मी? आरती हेर्न। मम्मीको चाहिँ आज व्रत समाप्त हुनेवाला छ, त्यही भएर हामीहरू चाहिँ पशुपति जाने भनेको। बाटैमा छौँ हामीहरू है। देखाउँछु कस्तो छ। यति धेरै पछि मैले भ्लग बनाएर हेर्नु, मेरो अनुहारमा यस्तो यस्तो आइसकेको छ यति पछि। ल त्यस्तो नि हुन्छ। पानी परिसकेको छ याज, यु क्यान सी भन्दाखेरि देख्न त सक्नुहुन्न, तर छाता ओढेको देखेर बुझ्न सक्नुहुन्छ। हामी चाहिँ पशुपतितिर जाँदैछौँ। म लास्ट टाइम कहिले गएको थियो पशुपति, अहिले त अब धेरै भइको नगएको। अब चाहिँ फेरि बल्ल जाँदैछु, त्यही पनि मम्मीको इच्छा पुरा गर्न जाँदैछु। पालै शान्ति छोरीहरूसँग मम्मी। अनि यस अहिले म देखाउँछु त। आज धेरै प्याक होला भाइ न, यो सोमबारको दिन त है। म चाहिँ अब मम्मीलाई सताउँछु ल, यो किनिदिनु मम्मी, मलाई उयो किनिदिनु न। मसँग न पर्स छ, न ब्याग छ, न केही छ, न पैसा छ, न मोबाइल छ, केही छैन। म हिँड्दै आएको छु। मलाई उयो किनिदिनु न। कस्तो मलाई चाहिँ फेरि सानो यस्तो भने दिन गयो क्या, तिमी सानो छँदा पो सुहाउँथ्यो, अब त कहाँ सुहाउँछ जिम्मेवारी छोरी भइसक्यो। त्यही भएर मलाई फेरि सानो हुन मन लाग्छ के। ठुलो भयो भने त केही वास्ते कति एटेन्सन नै पाइन्न भनेको। सानोमा त कति धेरै मेरो छोरी भन्ने हुन्थ्यो। अहिले हेर मलाई फेरि सानो गराइदिनु न। मलाई फेरि एकचोटि सानो गराइदिनु न। मलाई साँच्ची भनेको मलाई यति धेरै सानो हुन मन लाग्दैन होला, त्यति धेरै, तर पनि लाग्छ कति पोइन्टमा गएर। अब चाहिँ हामीहरू पशुपति पुग्न लागिसकेको छ। म देखाउँछु। यस्तो हो कि नेपालमा त यति धेरै प्याक चाहिँ रहेनछ आज पशुपति। गेटमा हुन्छ नै, यहाँ पनि अस्ति नै आउँथ्यो, यहाँसम्म प्याक हुन्थ्यो कि। मेरो ब्युटिफुल मम्मी चाहिँ आउँदै हुनुहुन्छ। वाउ, अलमोस्ट बिर्स यस्तो गर्दाखेरि देखिनु भनेको हो। मैले चाहिँ अलमोस्ट बिर्सिसकेको थिएँ कि भ्लग बनाउन, अब किनभने चाहिँ धेरै कामको प्रेसरले गर्दा। अनि मम्मीले आज भन्नुभयो तिमी त भ्लग नै बनाउनु त भन्छ। मैले सोचेँ ल बनाइहालौँ न त मम्मीसँग भएको बेलामा भनेर चाहिँ मैले सोचेँ। मम्मी म किन अग्लो देखिरहेको छु? हिल लगाएर। ए ओके। अनि त्यसपछि अनि म त सोचेको थिएँ हाइट बढ्यो होला। अनि आज चाहिँ मैले सोचेँ ल बनाऊँ न त। मम्मीले नै यस्तो भनेपछि अब मलाई कुनै पनि त्यो होप रहेन, आशा रहेन मेरो हाइट बढ्छ कि भनेर। म धेरै मोटा आइछु साथी। एक्सर्साइज गर्ने भने अझै पनि बढ्न सक्छ है। मबाट हुन्न एक्सर्साइज। बिहान उठेर शरीर तन्काउने उफ्रिने पछाडि नै गर्नुपर्छ। म त धेरै मोटा आएछु त मम्मी, हेर्न। मोटा छैन, ठिक छ। उल्टै भएको छ भन्नु त मम्मी। पछाडिबाट आउँदै गरेकोले कि साथी होला नि भनेको त आमा छोरी। मबाट मम्मीलाई दिदी भन्छु कि हल्का। के अरे सबैले के सोच्छन् भने चाहिँ मेरो मम्मी चाहिँ मेरो दिदी हो भन्ने सोच्नुहुन्छ, तर उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। मम्मी माई मम। यस, छोरी भन्दा आमा तरुनी, बट नेचुरल्ली भनेको यस्तो हो क्या। यति भन्छ मैले कति रुपियाँ पाउँछु मम्मी? पाउँछ कि पाउन चाहिँ पाउन सकिन्छ टेम्पो भाडा। मैले टेम्पो भाडा पाउँछु अब। आएर भिड चाहिँ यहाँ रहेछ। म भने वहाँबाट मान्छे रहन्छन् भनेको। धेरै छिटो आएको रहेछौँ, त्यही भएर अब चाहिँ हामीहरू डुल्छौँ। कहाँ डुल्छौँ? पशुपतिमा। टिका लगाउनु अघि बिहान लगाएको त हो यहाँ, तर मेसिसक्यो भाइले हो उतिखेर मेसिदिएर। मेरो पीडा छुट्टै छ फेरि। भाइलाई हेर्नु त त्यहाँ
कस्तो लाग्यो आफ्नो भाइ आफ्नो छोरालाई यतातिर देख्दै हामीहरू चाहिँ अहिले फोटो भिडियो बनाइरहेको छौँ र बाँदरहरू हेरिरहेको छौँ। त्यसपछि नि अहिले त्यस्तो केही धेरै खास केही पनि छैन। अनि त्यसपछि यहाँ हुनुहुन्छ त अनि हामीहरू चाहिँ यहाँबाट भ्यू हेरिरहेको छौँ कति धेरै मान्छेहरू हुनुहुन्छ भनेर। अनि हामीहरू चाहिँ आएर धेरै घर अनि के गर्छ मम्मी खाना बनाएर खान्छ भने सुत्छौँ। जोखिने ठाउँ रहेछ। मलाई चाहिँ जोखिन मन लागेको छ। कति केजी रहेछु मोटाएर ड्वाङ भइसकेको छु। त्यही भएर अब चाहिँ म देखाउँछु न म कति केजी रहेछु। जोखिम है त साइजमा 48 केजी भइसकेको रहेछु। म कति केजी बढेँ 3 केजी बढिसकेको रहेछु। केही छैन। म 45 थिएँ 50 थियो त नभन्नु न। म कहिले पनि 50 थिएन। आमै यत्रो बढाइदिएर मेरो म थिएन। म पहिला 45 थिएँ अहिले 48 भएछु। केही छैन यति चेन्ज हुनुपर्छ। अब के गर्नु मम्मी र ममा 2 केजीको मात्रै डिफ्रेन्स रहेछ के। मम्मी अलि खानु पर्यो भएन यस्तो पाराले। अलि मोटाउनु पर्यो के थियो अरे मम्मी ब्याक क्यामेरा आरती चाहिँ अर्को साइडमा रहेछ। हामी भने अर्को साइडमा घुमिरहेको मान्छे कहाँ गयो त भनेको त सब यत्रो भिड यता बसिरहेको रहेछ। कस्तो फिल भइरहेको छ हामीहरू डम भएकोमा। त्यस्तै हो जीवनको पाटोमा। के बनाऊ भने यहाँ थियो बाटोमा परिसकेको छ। सबैले छाता निकालिसक्नु भएको छ। लेटेस्ट इन्फर्म चाहिँ यति नै छ। मेरो मम्मी चाहिँ यहाँ हुनुहुन्छ। कस्तो फिल भइरहेको छ मम्मी? यस्तो छ अवस्था भिडभाडमा साथीहरू। एकदमै भिडभाड छ अनि हामीहरू यस्तो अवस्थामा छौँ। पानी धेरै परेर आरती नै भइरहेको छैन। हामीहरू स्टक भइसकेको छौँ। मेरो मम्मी यहाँ सबैजना गफ हान्दै हुनुहुन्छ। म चाहिँ पुरै रुजेर अहिले अवस्था यस्तो छ हाम्रो। ल हामीहरू चाहिँ यस्तो अवस्थामा छ। मैले आरती हेर्नको लागि यस्तो डेडिकेट भएर गयो मेरो त बडीलाई। हामीहरू चाहिँ बेपत्ताले रुचेको छ। मौसम पनि स्टार्ट भएको छैन। यहाँ चाहिँ 1-2जना मान्छेहरू दिमाग खराब पार्नु भएको छ। हाम्रो दिमाग ह्याङ गराइसक्नु भएको छ। छाता पनि कहिले बन्द गर्दा चाहिँ
के भइरहेको भनेपछि हामीहरूले यताबाट छाता बन्द गरौँ नारा लगाइरहेको थियौँ। त्यता परको मान्छेले भनिरहेकोमा सँगसँगै मिसाएको त के भएको भनेपछि मान्छेले रेनकोट लगाएर छाता बन्द गरौँ भन्दा चाहिँ म केही भन्दछु। अब फाइनली 8 बजे चाहिँ आरती हुँदैछ। फाइनली हुँदैछ यत्रो प्रतीक्षापछि स्ट्रगल। हामीहरू चाहिँ आरती सारती तापेर आइसकेको छौँ। त्यसपछि अब चाहिँ हामी घर फर्किन्छ। मैले चाहिँ 8:30 भइसकेको छ अनि एकदमै भिड पनि छ यहाँ। अनि यस एकदमै थाकियो। 8:30 बजीसम्म त्यहाँ पुरा प्याकमा हामीहरू चाहिँ त्यहीँ बसिरहेका थियौँ। हाम्रो छाता त्यही त। अनि पुरा रुजेको छ भोलि कलेज पनि छ फेरि यहाँ। पुरा के भन्ने अब जाने कि नजाने भोलि कलेज जाने वाइ नट। यसो सानोतिनो कुरालाई लिएर कलेज नजाने भन्ने हुन्न कि जानुपर्छ। मम्मीको आँखा कहिले कस्तो छ? मम्मीको आँखा ठिक छ मम्मीको आँखा। ल अब चाहिँ म घर गएर भन्छु के भयो भनेर। तर आज एकदमै धेरै रमाइलो भयो। अब एकछिन इक्जामको कुरालाई साइडमा राख्ने हो भने चाहिँ धेरै नै रमाइलो भयो। अनि अब पढ्न सर्न त त्यस्तै हो। यताबाट चाहिँ उज्यालो देखियो। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग। बाई बाई।